पवित्र ह्यापी बर्थडे टु यु राजाङ तालीमा ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु ये छोड़ दी ना अब ये त नि आइस भयो दाजु के थियो बाहिर राखेको ठिकै भएछ लु अब कतादेखि सुरु गर्न आमा आउनु आमालाई टीका लाउनु पैसा दिनु यहाँ अघिदेखि उसले यहाँ टाउको खाइदियो रुको जरा सबर करो बर्थडे पनि गाँथे हैप्पी बर्थडे केक काट्नु भो केक लगाइदिनु केक लगाइदिनु पैसा चाहियो दक्षिणा आमा यताबाट कता मैले चाहिँ खुवाउनु अन्त मलाई यदि अलि अलि बसेर या त अलिक ब्यालेन्स गरेर के आमा भाइ लड्छ है राजा ह्याप्पी बर्थडे अन्ले ह्याप्पी बर्थडे टीका लगाइदिनु खुवाइदिनु दल दिनु लामो लामो आयु भाग्यमानी हुनु नातिहरु जन्माउनु नातिनी भयो लाउनु भयो कत्रो लाग्यो खै म पनि यो खाइदिनु ल सामान नानी ल यो चाहिँ गिफ्ट है यो चाहिँ गिफ्ट आमा आमाको तर्फबाट गिफ्ट म त खाइदिनु गिफ्ट ल ल अझै खा हैन त तपाईँ हैन ठिक ठिक धेरै चिसो छ त्यो चाम्रो भएको छ कान्छालाई दिनु अनि चिसो छ चिसो यो चाहिँ कान्छेले लगाइदिनु न यो दाजुले चिसो कति धेरै लु दाजुले कान्छे जसले गर्दा हुन्छ यो मात्र गर्नु न केक टिका मेरो चाहिँ कमरदेखि माथि नजिक यसो मात्र लगाइदिनु थ्याङ्क यू सो मच यहाँ हेर्नु बाबा मामालाई त सबै छेलीको राजाङ मजाले देखाइदिएन मामालाई बिचारा मामा आकाशे नपार न बहिनी ए राजाङ आकाशे भयो मोबाइल हो ल ल चिसो छ नि त लु मेरो भदैला लु चिसो छ क्या लु दाजु दियो भने ल आऊ त कति सारा चिसो बनाएर ठिक खाने हो ठिक ठिक यही लगाइदिनु न त्यतिखेर यहाँ आऊ त यो म पनि भूत भइगयो नि म पनि उ गर्छु यहाँ अनि भङजङ दादाको अनि थाहा छ भङजङ दादाको बर्थडेमा चाहिँ मलाई यहाँ सबैतिर हालिदिनु भएको छ स्प्रे पनि सबैतिर हाल्नु भएको छ टिका पनि यति हालिदिनु भएको छ हो र आँखा पोल्यो ए राजाङलाई पनि दिनुपर्ने एकछिन त नानी पैसा पादा मलाई नदिनु पर्छ नि आमा हजुर ह्यापी बर्थडे टु यु बहिनी ल धन्यवाद थ्याङ्क यू सो मच ल गिफ्ट दिन है गिफ्ट गिफ्ट त केही किनेर ल्याछु पर्दैन ल हौ एकछिन न म चाहिँ केक पनि धेरै चिसो रहेछ नि यो उनीहरूले पैसा पाउने भयो आज त चल्ती हुँदैन भनेर हो कि क्या होला मलाई पर्दैन थियो हौ दाजु साँच्चै तिम्रो भागले भेटेको कस्तो संजोग जुरेको क्या फेरि यो साल फेरि कहिले यसरी दिन चाहिँ ठ्याक्कै टिकाको दिन निसाङ पनि लगाइदिए कता गएको मेरो फोन राखिदियो त के मेरो तर्फ पर्दैन मलाई कान्छी दाजुले दिनुभयो पर्दैन बोटुमा खान्छु भनेको अहिले दिउँला न तिमीहरूकै हो लु भयो अब चाहिँ सक्यो होला नि अब एकपल्ट त्यहाँ ग्रुपै भएर एकपल्ट फोटो बस त सबैको अनुहार यता देखियोस् ल ल